And you can send to Big Mart and Bhate Bhutani for 5-6 specimen. Then 10 pieces to Bhate Bhutani, all the outlets, so that they can see this is variety, this one from Bangladesh, and price ranges from this one. So if people takes 200 even Nepali rupee, it doesn't matter. Because it is just it. And those people who go to Bhate Bhutani, they can buy this. only you मार देख्यो भने भाटबटी लाने हामीसँगै हो हैन तर यो अब मैले भने नि 15 देखि 1 महिना भित्रमा हामीले ल्याउन सक्यो भने यसको प्राइस त राम्रो पहिलादेखि हजुरसँग त्यहाँ बङ्गलादेश बिजनेसम्यानसँग कन्ट्याक्ट गरेको हो यो जुन प्राइसिङ हुन्छ नि पहिलो अलि गर्छ लास्टमा गएर अलि बढी हुन्छ र एभरेज प्राइसै राखेको छ सुरुमा जस्तो बङ्गलादेशमा पर्ने साथीले पनि भन्यो नि प्राइस किलो में और प्राइस टन में तो They will help us. Oh, not kilo, like because once they will bring balance and प्याकेजिङ गर्नुपर्छ अलि स्टिकर हाले पनि they can make package for 5 kilo, 3 kilo. You can make it here also. 5 kilo best 3 kilo also good. 600, 500 Nepali rupee. 3 kilo. एट्र्याक्टिभ छ नि पनि एट्र्याक्टिभ हुन्छ अब हामीले When it is off season, then it is available. किलोहरु हाई पनि भइहाल्छ हैन यो नयाँ लुक्स पनि भयो नयाँ टेस्ट पनि हुन्छ यसले मार्केट देख्छ के हामीले यो कि हाम्रो म्याक्सिमम छ अहिले पनि आइरहेको छ तर म्याक्सिमम छैन नेपाली तर मन पराउँछ Amrapali? Nepali Amrapali you have? I want to taste. Just 4-5 pieces. So I give you 2-3 specimen per hour. And the name may be same, but it depends on the soil, climate, and टेस्ट चाहिँ फरक हुन्छ कि त्यो त मिठी छुट्टै छ नि जस्तो यताको मालदा हुन्छ नि मालदा हाम्रोमा त्यहाँ Kathmandu very better than मान्छेहरूको छ टेस्ट पनि भारी भएको छ तपाईको अब हामीले सुरुमा त ठुलो कन्टेनर ल्याउनु कुरा आएन बढी बढी पनि सानो पिकअप मार्केट हेरी हो सुरुमा आउँछ बदामी यो मालदा you can make the color in the tree by putting kind of coverage, but original color is this. There is another color, you can bring very easily from Bangla. So Haribanga, this size of mango. Haribanga. This is very good for you. Yes. यस्तो टाइप चाहिँ हुन्छ साथले अर्को जुन भेराइटी भन्यो नि त्यो बाङ्ला बङ्गलादेखि एकदम नजिक सरोङको भन्छ पदार्थ त्यही स्पेसल त्यहाँको स्पेसल ट्राई गरौँ यसलाई अहिले खुसी पनि लाग्यो हैन किनभने बर्डर त नजिक छ चाइनाबाट त्यही टेन्टेटिभ त 10 डेज जति लाग्छ होला लगभग त यो त 12 महिना हाइएस्ट तपाईँको गरे पनि हाइएस्ट टाइम लागे पनि 72 आवर्स बाङ्लादेशदेखि चाइनामा गए पनि अहिले त बाटो बिग्रियो